ल फाइनली साथीहरू आज चाहिँ हामी दाजुभाइ फेरि पनि तरकारी लिनको लागि हामी दुई दाजुभाइ हिँडिसक्यौँ। अब हामी चाहिँ तरकारी लिनलाई हेटौँडातर्फ लागिसकेका छौँ हामी दुई दाजुभाइ। अब सधैँभरि त भिडियो बनाउनुलाई सकिँदैन। अब दिनमा एकचोटि जान्छौँ प्रायः। अब दिनौँ चाहिँ भिडियो बनाइरहनु पनि अलिकति यो साँझ मिल्दैन। त्यस कारण चाहिँ अब कहिले कसो अलि फ्री भएको बेलामा चाहिँ सबै देख्नुहुन्छ। गाइज खतरा भ्यूज आउँदो रहेछ यतातिरबाट डल्लै लाएर टुङ 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 ल अब हामी चाहिँ फाइनली तरकारीको फर्मतिर आइपुगिसक्यौँ। यतातिर यहाँबाट ट्याक्क लाएर तरकारी फर्मको दाइहरूले चाहिँ ट्याक्क लाएर तरकारी लिएर यहाँ अगाडि आउनुहुन्छ होइन। यहाँबाट ट्याक्क लाएर हामी यहाँ अगाडि गएर रोक्छौँ अनि ट्याक तरकारी ट्याक 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 लोड गर्छौँ अनि फेरि अर्को ठाउँमा पनि जान्छौँ हामी तरकारी लोड गर्नलाई। यहीँ एक ठाउँकोले मात्र पुग्दैन, बाटो अलिक डेन्जर भएको अवस्था छ। त्यही भएर गाइज हामीहरू चाहिँ यहाँनिर तरकारी लोड गर्नलाई आइसक्यौँ। तरकारी पनि लिएर आउनु भएछ। काउली, यता यो बोराको साग, यो फर्सी भइहाल्यो ट्याक्क लाएर। यता बन्दा बन्दा पुरा ढोकामा लिएर आउनु भएको रहेछ। पुरै किरेटमा दाइले लोड गर्दैछन्। लाएर लगभग आधी गाडी जति त लोड भइसक्यो। अब लोड भइसक्यो। फाइनली अब यहाँ चाहिँ लोड गर्नको लागि लोड भइसकेर हामी तालचा लाएर ल्याउनु भएर जान्छौँ। लगभग अलिअलि लोड गरेर अब यता फर्केर जान्छौँ फेरि हामी हो। सो गाइज हामी चाहिँ अब एक ठाउँबाट तरकारी लोड गरेर अर्को ठाउँतर्फ लाग्दैछौँ। अब यहाँ पनि तपाईँहरूले देख्न सक्नुहुन्छ बवाल भयङ्कर टडेल छ यतातिर पनि। यो चाहिँ हाम्रो दोस्रो स्ट्यान्ड भनौँ न है। फर्स्ट चाहिँ त्यहाँ तल हालिसकिहाल्यौँ। दोस्रो यस्तो छ टडेल पुरै यस्तो विधि छ नि। यतातिर नि छ। यता भन्नुहुन्छ भने कता छ धन्नै यहाँनिर हो टक्क एउटा उयो चाहिँ राखिसकेर छ। फाइनली अब हामी फर्सी दुई झोला यतातिर नै छ सर्लक्कै फाटै पुरै। तरकारी बजारमा आइसक्यौँ। यहाँ ए काँक्रा आइसक्यो यहाँनिर ट्याक ट्याक उयो काँक्रा यहीँ होइन जम्मा अब 2 किरेट छ।
सलखन आएर तरकारी बजारमा आएर यहाँनिर झार्दै काँक्रा। हजुर यो कालीमाटीतिर जान्छ दाजु। मधुविधि कालो देख्यो है काँक्रा अच्छा छ। अब हामीले यहाँनिर काँक्रो झारिसक्यौँ। अब बाँकी यो फर्सी र अनि यो काँक्राहरू चाहिँ कालीमाटी लगेर झार्छौँ। अनि त्यसपछि हामी फेरि उता गङ्गबु जान्छौँ पसलको लागि छुट्टै झार्नलाई। यो तरकारी लिएर आउने दाजुभाइ एक्रेस गाडी। ल सो गाई चाहिँ हामी झारेर अब फेरि कालीमाटी लाग्दै हाम्रो खजाना पनि छ यहाँनिर। काँक्रो पनि यहाँ छ। त्यो साथीहरू हामी तरकारी बजारमा तरकारी झारेर आइसक्यौँ। ल साथीहरू म चाहिँ गाडी यहाँनिर इन्ट्री गरेर नै आइसकेँ। अब आएर झार्ने सकिने बेला हुन लागिसक्यो। अब धेरै छैन। अब यहाँ कालीमाटीमा अलिअलि झारिन्छ, त्यसपछि सिधै एउटा पसलमा, त्यसपछि अर्को पसलमा गइसक्यो। फर्सी होइन उता सो काँक्रा र फर्सीलाई सर्लक्क लाएर ल सर्लक्क लाएर हामीले चाहिँ यहाँ कालीमाटीमा पनि तरकारी झारेर अब हामी लाग्छौँ डल्लु तरकारी पसल तर्फ। सर्लक्क ल्याएर अब यो कुपन चेकआउट गर्ने कुरो हो। ल सर्लक्क ल्याएर चेकआउट पनि पाइयो। अब हामी सल्ल कालीमाटीबाट बाहिर निस्कियौँ। ल फाइनली साथी हो डल्लुको पसलमा नै आइपुग्यौँ। डल्लु पसले हो यहाँनिर राखेर सामान राख्दैछौँ। अब पालो गङ्गपुको। ल फाइनली साथी हामीहरू गङ्गपुमा पनि आइसक्यौँ। यहाँ आइपुग्दा रात पनि पर्यो। अब चाहिँ हामी सामान यहाँनिर झारेर जान्छौँ। सबैजनालाई बाई बाई गुड नाइट भन्न चाहन्छु।